सपना हेर्न पनि आँट गर्नै पर्ने हुन्छ। सायद त्यही आँट गरेर नै होला आज म आफ्नो सपनाको गन्तव्यतिर लाग्दैछु। हेलो साथीहरू, नमस्कार। तपाईँहरूलाई यस ब्लग च्यानलमा स्वागत छ। आज म तपाईँहरूको लागि एउटा आफ्नो नेपालदेखिको युएसएको जर्नी कस्तो रह्यो भनेर एउटा म सानो भिडियो ल्याएको छु। सो यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। यो लाइन चाहिँ टिकट चेकिङ र लगेज चेकिङको लागि हो। सो अहिले क्युमा छु म पनि। अनि चेकिङ भइसकेपछि नेक्स्ट फ्लाइटको यहाँ वेटिङ गर्दै बसिरहेको छु। सो इट विल टेक टाइम। प्लेनभित्र बसेर पनि अहिले पनि मलाई सपना जस्तै लागिरहेको छ कि साँच्चीकै म अमेरिका जाँदैछु त। यो चाहिँ कतार एयरवेजको फ्लाइट हो। यहाँबाट म सिधै दोहा, कतारको म दोहा जान्छु। त्यहाँ मेरो 12 घन्टाको ट्रान्जिट हुनेछ। त्यसपछि बल्ल मेरो युएसएको चाहिँ नेक्स्ट फ्लाइट हुनेछ। यो चाहिँ दोहाको हमाद इन्टरनेसनल एयरपोर्ट हो। भर्खरै म यहाँ ल्यान्डिङ गरेँ। अब यहाँ चाहिँ मैले 12 घन्टाको मेरो यहाँ ट्रान्जिट हुनेछ। 12 घन्टाको ट्रान्जिट भएपछि चाहिँ बल्ल मेरो एटलान्टाको लागि चाहिँ फ्लाइट हुन्छ। सो अब यो 12 घन्टा भनेको यहाँ टाइम पास गर्न साह्रै गाह्रो हुन्छ, किनकि 12 घन्टा भनेको धेरै नै भयो। सो अब म यहाँबाट सर्लक्क हिँड्दै म तल ग्राउन्ड फ्लोरमा जानेछु, किनकि अब यहाँ भर्खरै अब मैले पास गरेर तल जानुपर्ने हुन्छ। अर्को बेस्ट थिङ भनेको यो दोहाको चाहिँ हमाद इन्टरनेसनल एयरपोर्ट चाहिँ वास्तवमा धेरै लग्जरियस एयरपोर्ट हो। मैले 4-5वटा देशको होइन 4-5वटा देशको एयरपोर्टहरू पनि हेरेँ। सो तर दुबईको इन्टरनेसनल एयरपोर्ट पनि राम्रो त एकदम राम्रो, एकदम लग्जरियस हो। तर त्योभन्दा चाहिँ यो हमाद इन्टरनेसनल एयरपोर्ट चाहिँ अलिकति पनि कम छैन। बरु दुबई इन्टरनेसनल एयरपोर्टलाई चाहिँ टक्कर दिने खालको एयरपोर्ट हो। यसको भाइब्सहरू, यसको इन्टेरियर डिजाइनहरूदेखि लिएर भित्र भएको एकदम तपाईँको यस्तो राम्रो इन्टेरियर डिजाइन र डेकोरेसनहरू गरेको छ। सो यसको भित्रको भाइब चाहिँ एकदम राम्रो छ। सो जो कोही पनि हमाद इन्टरनेसनल एयरपोर्ट आउनुहुन्छ भने 5-6 घन्टाको ट्रान्जिट छ भने एकचोटि मजाले टाइम लिएर चाहिँ यो हमाद इन्टरनेसनल एयरपोर्टको चाहिँ भित्र चाहिँ एकदम मजाले हेर्नु होला। सो तपाईँले एकदम इन्जोयमेन्ट गर्न सक्नुहुन्छ। यति ठुलो एयरपोर्ट छ कि तपाईँले घुमेर पनि साध्य छैन। सो यो चाहिँ भ्यूहरू, सिनहरू हजुरले पनि हेर्दै गर्नु होला है त। अर्को बेस्ट थिङ चाहिँ के लागेको भन्दाखेरि यो हमाद इन्टरनेसनल एयरपोर्टको ठ्याक्कै तलपट्टि चाहिँ तपाईँको पुरै गार्डन नै बनाएको छ यिनीहरूले होइन। पुरै गार्डन पनि सामान्य गार्डन होइन, पुरै एकदम अचम्मकै गार्डन नै भनौँ न। अब यहाँ चाहिँ ठुल्ठुलो रुखदेखि बिचमा झर्ना होइन, एकदम शीतल, त्यसपछि चराचुरुङ्गीको आवाजहरू त्यस्तो खालको बनाएको छ। अब वास्तवमा भन्ने हो भने चाहिँ जस्तै अब 12 घन्टाको जुन ट्रान्जिट हुन्छ, कसैको 6 घन्टाको हुन्छ, कसैको 8 घन्टाको हुन्छ। त्यो ट्रान्जिटमा मान्छे अफकोर्स टायर्ड हुन्छ, निन्दा लाग्छ होइन, पुरा टाइम पास गर्नु पऱ्यो। सो यो गार्डन चाहिँ एकदम बेस्ट छ। इट विल बी द बेस्ट थिङ होइन। सो टाइम पास गर्नु चाहिँ बेस्ट थिङ हो यो चाहिँ। अब गार्डनमा आयो, आफूलाई रिल्याक्स गर्न पायो। मैले धेरै यहाँ यो टुरिस्टहरूलाई पनि देखेको छु, प्यासेन्जरहरूलाई पनि देखेको छु होइन। यिनीहरूले चाहिँ यसमै तपाईँको चाहिँ अब यहाँ सुत्ने ठाउँ पनि छैन, तर यहाँ बस्ने ठाउँ छ। त्यसमै मान्छेहरू अब पल्ट्यो, सुत्यो 8 घन्टा 12 घन्टा। यसमै चाहिँ टाइम पास गर्न चाहिँ सजिलो माध्यम हो यो। सो एकदम माइन्डहरू रिल्याक्स पनि हुन्छ होइन, शीतल छ, गर्मीको फिल हुन्न होइन। अब मेरो नेक्स्ट फ्लाइट चाहिँ अब एटलान्टाको लागि छ होइन, जुन यहाँ नन स्टप 14 घन्टाको फ्लाइट हो। सो त्यसको लागि पनि केही छिन कुर्नुपर्ने हुन्छ मैले।
मलाई माथिल्लो फ्लोरमा जानुपर्ने हुन्छ। मेरो एटलान्टाको लागि चाहिँ अब फ्लाइट 1-1.5 घन्टापछि अब स्टार्ट हुन्छ होइन। सो अहिले चाहिँ चेकिङ चाहिँ स्टार्ट गर्न लगाएको छु यिनीहरूले। सो माथि फ्लोरमा म आइसकेँ। यहाँ चाहिँ पुरा अहिले खाली नै छ भनौँ न। अब यहाँबाट जाने प्यासेन्जरहरू बिस्तारै यहाँ आउनेछन्। अहिलेसम्म क्लोज गरेको छ होइन। सायद 10-15 मिनटमा सायद ओपन गर्छ यिनीहरूले। कहिलेकाहीँ जीवनमा सबैभन्दा ठुलो कदम चाल्नु अघि डर लाग्छ, तर सपना पुरा गर्नेहरू र सपना मात्र देख्नेहरू बिचको फरक भनेको एउटै कुरा हो, त्यो हो आँट। एक समय थियो कलेजको टाइममा अमेरिका जानु मेरो लागि सपना जस्तै मात्र थियो। टाढाबाट हेर्दै कल्पना गर्दै अनि सोच्दै सायद कुनै दिन। तर आज यही विमानको झ्यालबाट बादलहरू हेर्दै गर्दा महसुस भइरहेको छ, सपनाले मात्र गन्तव्यसम्म पुर्याउँदैन, सपनाको लागि लड्ने आँटले पुर्याउँछ। त्यही भएर ठुलो सपनाहरूलाई आँट चाहिन्छ। त्यो एउटै आँटले र एउटा विश्वासले पुरै जीवन चाहिँ बदल्न सक्छ। त्यही भएर साथीहरू, ड्रिम बिग, टेक रिस्क एन्ड ट्रस्ट युर सेल्फ। हस् त, धन्यवाद।